बोका भनिरहेको ए पार्टी बनाउँछु भने बसेर हेर न ए पार्टी बनाउँछु भनेर पक्कै हो ल भाइ धेरै हल्ला नगर भन्नुहोस् धेरै हल्ला नगर है ल गइहाल सबै दाजुभाइ अगाडि बढाएर हावा सेक लगाइदिनु है ए यताको त आइसक्नु भयो यताको अलिकति अगाडि आइदिनुहोस् अलिकति आउन अलिक तपाईँ चाहिँ पर्दैन यता पछाडि ल उहाँ त बस्यो हो नि ल सिधा गर्नुहोस् है ल भाइ अरू भन्नुहोस् ओ अरू भन्नु ल म अब जाँदैछु है सबै दाजुभाइ दुई हातको जोडले ताली ल भाइ यो जाँदैछ अरे ल सबैले जोडले दुई हातको जोडले ताली बजाइदिनुहोस् हजुर अलिकति भाइ एक हेरी धेरै बङ्गाली माकमची उत्तरकान्त्री शैतानकी 14 खुबडी 15 कान चाकुरी बिरी मसाना उतल लैजाउ माथि धेरै बेरको लागि न 7 मिनेटको लागि एक ल पढाउ मसाना एकछिनको लागि लिएर आइज 1 2 3 8 आइस्ते पगै त्यही बस मैले बोलाएपछि मात्रै आउने ओ दाइ ओ यता हेर्नु न यता मान्छे उता हालेको यता हालेको यता हेर्नु न यता कहाँ उता लाटाले पापा हेरे जस्तो भन्नुहुन्छ त मसानसँग कुरा गरे यताबाट भाइ बाक्ला बाबु गर्नुहोस् बाबु तिमी कतिखेर फर्केर आउँछौ तिमी कतिखेर फर्केर आउँछौ अलि जोडले बोलाइदिनु त ओ भाइ अलि कान सुन्छ क्या यो भाइ अलि भाइ अलि जोडले बोलाइदिनु न ओ भाइ बोले त बोइरै हो क्या होइन होइन बोले त भन्नु न ओइ भाइ ओ भाइ ओइ बुच्चे ओइ फुच्चे ओइ केटा ओइ केटा ओइ लड्का ओइ लड्का बाहिर आइज बाहिर आइज मेरो बुढी पड्का मेरो बुढी पड्का यो बोले त बोले यसको नाम लिएर बोलाउनु नि त नाम नामै थाहा छ बोका भन्ने हेर मान्छे नाम थाहा छैन यसले गुरुले राखिदिएको नाम छ दुईटा एउटा लामो एउटा छोटो ओ छोटो कसरी बोलाउनुहुन्छ लामोबाट बनाउनुहुन्छ कि सर्टकट सुन्नुहुन्छ भने के छोटो ए छोटो सुन्नु छोटो यसरी भन्ने अलि जग्गा फाटीपुर्ती के रेस्टुरेन्ट किन्छ भनिदिनु त छोटो यही हो ओ आराम नाति भाती तुति यो भाइ बोले त बोलेन बोले म बोलाइदिउँ उता हेर्दा घोच्या त छैन नि यसले ओए भाइ ओए पुच्छे मर जस्तो छ है तपाईँमा बोल्दैन त अनि ओए भाइ सर ओए पुच्छे भनिदिनु ओए फुच्चे ओए केटा ओए केटा ओए भाइ ओए भाइ जमुरे बाबु भाइ त मरे जस्तो छ है भाइ बोल्दैन त ओए बाबु भन्नुहोस् ओ बाबु त बोल्दैनस् त बोल्दैनस् तेरो टाउको छिद्दिम तेरो टाउको छिट्यो ल ताली पड्काइदिनुहोस् त सबैले एकचोटि सबैले ताली पड्काइदिनुहोस् ल छिद्दिनुहोस् बाबा छिद्दिनुहोस् खुट्टा हाल्नु न खुट्टा सरले मसान उडाइदिए ओ मसान यो मान्छे भाग्यो भने दुइटै यहाँ उडाइदियो छोड्नु नै रह्यो ल हातले आउ केही न हो नि जालमा गाडो बनाएको कसले हो मैले हो हात हानेको कसले हो मैले यहाँ मान्छे मैले कत्रो हालेको थिएँ म भन्दा अग्लो थियो नि अल्को त्यो अट्नलाई गाह्रो थियो 32 वर्षको केटा हो यहाँ मान्छे रहेछ ठिकै छ छैन भने उ यहाँ गौशाला चौकीमा जानुपर्छ त्यहाँ गएर गोदे खानीको तपाईँ हो मैले खाने तर त्यहाँ मिठो मिठो दियो भने चाहिँ को खाने नि त्यो पा त मै खाइहाल्छु म पनि खाने पिठे पनि म खाने म विजय पनि है तर माफ गर्नुहोस् है हजुर नेपाली भाइ त एउटा किनकि माया नआएछ अरे माफ गर्नुहोस् हेर्दा हेर्दै मान्छे नि उडाइदियो अरे है मान्छे उडाउनु आउँदैन थियो आउने भए म उहाँ एयरपोर्टमा जान्थेँ जति पनि मान्छे आउँथ्यो उडाउँदै पठाउँथेँ तर भगवान होइन माटोमा बिल्नलाई चराचुरुङ्गीको बच्चा होइन आकाशमा उड्नलाई मान्छेको बच्चा हो यो सानो टोकरीमा यो भाइ छिरेको छ पहिला म हेर्छु अनि सबैजनालाई यो टोकरीमा सबैलाई देखाउँछु पल्टाएर हुन्छ 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 बस्न भनेको त्यहाँदेखिको भाइ उता जानु ल सिधा जानु त हेर्नुपर्छ भन्नु न कहाँ कुलेला मानिर त हेर्नुपर्छ बाबु बुझे यहीँ त रहेछ नि टाउको तल खुट्टा माथिको आउनु न म देखाइहाल्छु घरमा पनि ल्याउने बानी छ कि क्या तपाईँ ए हेर्न लागेको के च्याउनु यहीँ रहेछ जोडले हात बाँध्दैछ जालीको काँटा खोल्न नसक्ने यहाँ बसिरहेको छ हेर्ने हो हेर्ने हो यताबाट आउनु म देखाइदिन्छु यता हो यता यता भनेको यता यता हो